एउटा म सरकारलाई पनि दोष दिन चाहन्छु। उसलाई स्किल सिकाएँ भने उसले भोलि मलाई रिप्लेस गर्छ। डाक्टरले नर्सलाई गाली गर्छ, नर्सले यो प्यारामेडिकल वर्कर्सहरूलाई गाली गर्छ। खानेकुराको पनि डिसिप्लिन हुन्छ, बस्ने कुरामा पनि कसरी बस्छ त्यो बसाइको पनि डिसिप्लिन हुन्छ। अनि कसरी यहाँले दाबी गर्न सक्नुहुन्छ कि मैले हेरेको बिरामी अर्को डाक्टरले हेरे पनि त्यसको रिजल्ट फरक हुँदैन भनेर? क्रिमिनल उसले त्यो बिरामीको घाँटी काटेर मार्छ भने उसको त त्यो ह्याबिट हुनु पर्यो नि। मनी कम्पेन्सेसन कम्प्लिटली हामीले बन्द गर्नुपर्छ। डाक्टरहरूको अर्निङ छ त्यसले चाहिँ हाम्रो दैनिकी पनि चल्न गाह्रो छ। उहाँहरूले डिमाइस नै भयो भने पनि थ्याङ्क यू भेरी मच। राम्रो कुरालाई नराम्रो बनाएर स्प्रेड गर्नुहुन्छ। मेरो बिरामीको घाँटी थिचेर या छाती थिचेर मारिदियो, पानी परिरहेको बेला रोमान्टिक कुरा गरिदिनु भयो। नमस्ते, म डाक्टर सन्दीप शाह। आज फेरि पनि म एउटा नयाँ एपिसोड लिएर आइसकेको छु र आजको एपिसोड अलि फरक र युनिक हुनवाला छ। किनभने आज हामीसँग वरिष्ठ सर्जन र कन्सल्टेन्ट डाक्टर, एकदम डाउन टु दि अर्थ, एकदम अनेस्ट र मेरो साथी भन्नुहोस्, मेरो दाइ भन्नुहोस् र मलाई सही मार्गमा मलाई गाइड गर्ने व्यक्तित्व डाक्टर आशिषलाई स्वागत गरौँ। हुनुहुन्छ एकदम आराम छ। आफ्टर लङ टाइम है भेट्न भएको। आउनु गाह्रो त भएन? गाह्रो भन्नाले ट्राभल गरिराख्ने मान्छे हो एकदम, त्यसैले मलाई कम्फर्टेबलै हुन्छ ट्राभलमा। अनि के कस्तो चल्दैछ त? लाइफ जसरी चल्नुपर्ने त्यसरी नै चल्दैछ। किनभने लाइफलाई हामीले चाहे जस्तो चलाउन सकिँदैन, समयले जसरी चलाउँछ त्यसरी चल्नुपर्छ। एकदम। अहिले रिसेन्टली चाहिँ म एउटा सानो प्रोजेक्टमा लागिरहेको छु। बाँकी आफ्नो जे छ त्यो त गर्दै नै छु, प्लस एउटा चाहिँ म अहिले फाउन्डेसनको काममा लागिरहेको छु। यो फाउन्डेसन भन्नाले चाहिँ कस्तो छ भने यो एउटा एक किसिमको फाउन्डेसन, यसको अहिले म वेब पेजमा र चाहिँ यसको यो रजिस्ट्रेसनको कामहरूमा लागेको छु। यो फाउन्डेसनले चाहिँ के गर्छ भन्दाखेरि देशभरिको नेपालीहरूलाई र विदेशमा भएको नेपालीहरूलाई एकै ठाउँमा कनेक्ट गर्छ। अनि जहाँ चाहिँ जो डोनेट गर्न चाहन्छ र जो डोनेसनको रिसिभ गर्न चाहन्छ, डोनेटर अथवा डोनर र चाहिँ यो एक्सेप्टरहरू होइन, यो सबैलाई कनेक्ट गरेर यसको माध्यमबाट चाहिँ हामीले देशभरि सानो 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 उद्योगहरू र चाहिँ सानो 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 किसिमको चाहिँ भौतिक पूर्वाधारहरू पनि निर्माण गर्ने, लाइब्रेरीहरू निर्माण गर्ने, समाजलाई सशक्तिकरण गर्ने, अनि त्यसपछि अस्पतालहरूलाई इक्विप गर्ने दुर्गमको ठाउँहरूमा यस्तो किसिमको कामहरू गर्ने उद्देश्यले चाहिँ एउटा फाउन्डेसनको अहिले हामी यसको काममा लागेका छौँ। यही प्रोजेक्टमा बिजी हुनुहुन्छ? हजुर। सो कतिको एक्साइटेड हुनुहुन्थ्यो मसँग भेट्नलाई? यसो डाक्टर सन्दीपसँग कुरा गर्न पाउँछु, चिया गफमा गएर कति एक्साइटेड? हो, एकदमै। अब हामी सँगै काम गरेको होइन, त्यसपछि अब चाहिँ धेरै कामहरू हामीले सँगै गरेको। अनि यसो टिभीमा सोसियल मिडियाहरूमा हेर्दाखेरि अब चाहिँ डाक्टर सन्दीप विथ चिया गफ, त्यसपछि डाक्टर सन्दीप एउटा के एपिसोड पनि आउँथ्यो होइन। त्यो हेर्दाखेरि साथीहरूले माथि पुगे जस्तो लाग्यो सोसियल मिडियामा। टाइम लिन गाह्रो हुन्छ कि भन्ने पनि लागेको थियो, तर एकदम इजिली टाइम पाइयो, इजिली भेट भयो होइन। यो सिम्प्लिसिटी चाहिँ मलाई यो पहिल्यैदेखि मनपर्ने, अहिले पनि राम्रो लाग्यो। लाइफमा सिम्पल भएरै बस्नुपर्छ। लाइफमा गर्ने नै भनेको सिम्पल भएर बस्नु नै हो। हामी माथि जति माथि पुगे पनि होइन, आफ्नो मान्छेको लागि जहिले पनि टाइम होइन निकाल्नै पर्छ। मलाई जहाँसम्म त्यो सब लाग्छ। एक्ज्याक्टली, यहाँले भन्नुभएको कुरा सही नै जस्तो लाग्छ मलाई। म पनि त्यही कुरालाई नै फलो गरिरहेको छु अहिलेसम्म। तर डाक्टर साहब, तपाईँ एकदम वरिष्ठ हुनुभयो होइन अहिले, अनि बाहिर बस्नुहुन्छ उज्बेकिस्तान होइन, नेपालको माया लाग्दैन तपाईँलाई? नेपालको माया लागेर नै अहिले चाहिँ नेपाल ओरिएन्टेड फाउन्डेसनको डेभलपमेन्टमा लाग्यो हो। अनि विदेश बस्नु चाहिँ के छ भने अहिले डाक्टरहरूको लागि मात्रै होइन कि हरेक नेपालीको एउटा बाध्यता जस्तो पनि बनेको छ नि त। एउटा चाहिँ अपर्च्युनिटीको कमी नेपालमा, अनि अपर्च्युनिटी हुँदाखेरि पनि त्यसको जुन चाहिँ इन्कम, जुन स्यालेरी छ, रिन्युमरेसनहरू छ, त्यो चाहिँ अत्यन्तै कम। अनि त्यसले एउटा फ्यामिली धान्न पनि गाह्रो अवस्था होइन। त्यो भएको कारणले गर्दाखेरि अब नेपालको माया नलागेर होइन कि
नेपाललाई माया गरेर विदेशमा बसेर रेमिटेन्स पठाएर पनि मेरो देश बनाऊ भन्ने उद्देश्यले चाहिँ अधिकांश नेपालीहरू विदेश बसेको हुन सक्छ। तर हाम्रो देश नेपाललाई तपाईँ जस्तो वरिष्ठ डाक्टरहरूको एकदम खाँचो छ नि, चाहिन्छ हाम्रो देश नेपालमा तपाईँ जस्तो वरिष्ठ डाक्टर। एकदम यहाँले भन्नुभएको कुरा सही हो। अहिले बिरामी र डाक्टरहरूको हामीले रेसियो हेर्ने हो भने पनि त्यो निकै ठुलो ग्याप छ नेपालमा पनि। भएको हाम्रो डाक्टर साथीहरू पनि विदेशिने क्रमहरू जारी छ। तर अब देशलाई खाँचो छ अनि त्यसपछि चाहिँ यहाँको जनतालाई पनि खाँचो छ। तर यहाँको जुन हाम्रो चाहिँ प्रशासन छ, जुन चाहिँ गभर्मेन्ट छ, त्यो गभर्मेन्टलाई चाहिँ आवश्यकता नभएको हो कि जस्तो बुझियो नि त। एकदम एकदम त्यो पनि हो। तर मलाई जहाँसम्म लाग्छ होइन, यो गभर्मेन्ट भन्दा पनि हामी डाक्टर भइसकेपछि हामीले आफ्नो देश, आफ्नै देश नेपालमा गएर चाहिने दुखी पीडितहरूलाई सहयोग गर्नु, सेवा गर्नु नै गभर्मेन्ट भन्दा पछि हामीले सोच्नुपर्ने कुरा हो कि गभर्मेन्ट त पछिको कुरा। तर हाम्रो जुन धर्म छ नि, लाइक एज अ डाक्टर भइसकेपछि डाक्टरलाई एउटा दोस्रो भगवान भनेर चिनिन्छ नि त। हाम्रो देश नेपालमा अहिले पनि यस्तो ठाउँहरू छन् होइन, जुन सानो सानो रोगले गर्दाखेरि मान्छे बिरामी बितिरहेको पनि देखिरहेको हुन्छ। अब यस्तो अवस्थामा होइन, म आफ्नो देशमा गएर कुनै एउटा ठाउँमा गएर दुर्गममै गएर यतिसम्मको मतलब म गर्न सक्छु, त्यति सक्षम छु भन्ने हिसाबले आफै गएर सेवा दिँदा पनि एकदम हुन्छ नि। एकदम सत्य कुरा हो। डाक्टर भनेको सेवाको अर्को रूप हो। अनि डाक्टर बन्ने भनेको खासमा हामीले पैसा कमाउने भनेर बन्ने पनि होइन जस्तो लाग्छ। म चाहिँ सोसियल सर्भिस गर्छु र त्यसले मलाई सेटिस्फ्याक्सन दिन्छ भनेर चाहिँ डाक्टर बन्ने हो जस्तो लाग्छ मलाई, जो आफ्नो मनबाट डाक्टर बनेको हुन्छ होइन। अनि देशको सेवा गर्ने, दुखी गरिबको सेवा गर्ने भन्ने यो प्रसङ्ग पनि के छ भने, म नेपालमा भएको बेला इभन म छुट्टीमा 1-2 महिनाको लागि आएँ भने पनि म काठमाडौँमा बस्दिनँ। प्राय गरेर म चाहिँ दुर्गम क्षेत्रहरूमै 1 महिना या 2 महिना जति बस्छु नेपालमा, त्यति समय म दुर्गम क्षेत्रहरूमै बसेर सेवा गरिरहेको हुन्छु। जस्तै मैले कर्णालीको धेरैवटा जिल्लाहरूमा बसेर सेवा गरेको छु, सुदूरपश्चिमको धेरैवटा जिल्लाहरूमा बसेर सेवा गरेको छु। त्यो भएको कारणले गर्दाखेरि मैले आफ्नो व्यक्तिगत तवरबाट हुन सक्ने जति मैले चाहिँ सबै कुरा देशको लागि र एज अ डाक्टर बिरामीको लागि, नेपाली बिरामीहरूको लागि मैले गर्न सक्ने जति चाहिँ गरेको छु जस्तो लाग्छ। प्लस हुँदै पनि सेवा गरे सँगै डाक्टरले पनि त बाँच्नु त पर्यो नि, एकदम नर्मल जीवनयापन त गर्नु पर्यो नि। हो त्यसको लागि चाहिँ कति आवश्यकताहरू चाहिँ अहिलेको नेपालको कन्टेक्स्टमा जुन डाक्टरहरूको अर्निङ छ त्यसले चाहिँ हाम्रो दैनिकी पनि चल्न गाह्रो छ, एकदम गाह्रो। त्यो भएको कारणले गर्दाखेरि त्यो जुन एउटा बेसिक निड्सहरू छ त्यो फुलफिल गर्नको लागि पनि यो एउटा बाध्यता बनेको छ। हामीले चाहिँ विदेशमा अलि राम्रो सेवा सुविधाहरू भएको ठाउँमा बस्नुपर्ने बाध्यता छ। एकदम सही कुरा भन्नुभयो तपाईँले। किनभने अब एज अ डाक्टर नेपालमा हामी काम गर्दाखेरि पर्सनालिटी पनि मेन्टेन गर्नै पर्यो, फ्यामिली हेर्नु पर्यो, र जुन हाम्रो यो गभर्मेन्ट स्केल स्यालेरी जुन नेपालमा तोकेको छ त्योबाट म पनि खुसी छैन। म सँगसँगै धेरै हाम्रा चिकित्सक डाक्टर साथीभाइहरू दाइहरू खुसी हुनुहुन्न। यो कुरामाथि हाम्रो सरकार, हाम्रो गभर्मेन्ट ध्यान आकर्षण चाहिँ गर्नु नै पर्छ यो कुरामा, स्यालेरी भन्ने कुरामा। अब यसमै म के कुरा थप्न चाहन्छु भनेपछि यो जुन ड्युटी आवर, नेपालको ड्युटी आवर के कस्तो छ तपाईँलाई थाहै छ, के भन्न चाहनुहुन्छ यो ड्युटी आवरलाई लिएर? यसमा चाहिँ के छ भने एउटा हामीले सामान्य कुरा बुझ्नुपर्छ। यो ह्युमन फिजियोलोजीको कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै हरेक देशमा, संसारको हरेक देशमा हरेक किसिमका कर्मचारीहरूलाई, डाक्टरको मात्रै नभनौँ होइन, त्यो ड्युटी आवर चाहिँ के हुन्छ भन्दाखेरि मर्निङ 9 to 5 अथवा 8 to 4 होइन, अथवा चाहिँ 10 to 6, यसरी किन 6 to 8 आवर्सको सिफ्टिङमा चाहिँ कर्मचारीहरूलाई काम लगाएको हुन्छ भन्दाखेरि ह्युमन फिजियोलोजी, ह्युमन ब्रेनको एउटा सर्टेन क्यापासिटी हुन्छ। उनले बियोन्ड द्याट 8 आवर्स चाहिँ त्यो कन्सन्ट्रेट हुन सक्दैन त्यो काममा। अनि त्यो ऊबाट हामीले जति आउटपुट लिनुपर्ने हो नि त्यो कामको, त्यो आउटपुट आउन सक्दैन। त्यो भएको कारणले गर्दाखेरि हरेक कामहरूमा अनुशासन र हरेक काममा चाहिँ यो नियम लगाइदिनु, समयको पाबन्दी लगाइदिनुको कारण चाहिँ यो हो। अनि नेपालमा चाहिँ के भइरहेछ भन्दाखेरि चिकित्सकहरूलाई एउटा त ज्यालादारीमा खटाउने, 24 घण्टा काम लगाउने, अनि एउटा सर्टेन ज्याला दिने, अनि अर्को दिनको चाहिँ स्यालेरी नदिने भएपछि के भयो भने
तिमीले काम गर्यौ यो दिनमा भने यो दिनमा तिमीले पैसा पायौ, यो ज्यालामा काम गरे जस्तो भयो नि त। उसको एउटा स्ट्यान्डर्ड मन्थली स्यालेरी भएन होइन। अनि एउटा 24 आवर्सको ट्रेन छ। अर्को के छ भने रेजिडेन्टहरूलाई चाहिँ जुन 8 आवर्स काम लगाउनु पर्ने हो, ऊ 24 बाट 36 आवर्ससम्म ऊ कन्टिन्युअसली काम गरिरहेको हुन्छ। अनि अर्को बाध्यता के हुन्छ भने उसलाई त बाँच्नु पनि छ नि त। उसले एउटा ठुलो ट्याबु पनि छ क्या सोसाइटीमा, डाक्टर भनिसकेपछि त्यो ट्याबु मेटाउनको लागि पनि आफ्नो पर्सनालिटी मेन्टेन गर्नुपर्छ उसले, त्यो फ्यामिली मेन्टेन गर्नुपर्छ उसले। त्यो भएको कारणले गर्दाखेरि उसले के गर्छ भने 24 आवर एउटा अस्पतालमा बिताउँछ, अनि त्यो तुरुन्तै त्यहाँबाट फेरि त्यो अर्को अस्पतालमा गएर अर्को 24 आवर बिताउँछ, अनि तुरुन्तै फेरि अर्को अस्पतालमा गएर अर्को 24 आवर बिताउँछ। यो मसँगै भएको घटना पनि हो। म आफैले पनि आफूलाई मेन्टेन गर्नलाई काठमाडौँ सिटीमा यसरी 3वटा अस्पतालमा घुमी कन्टिन्युअसली विदाउट रेस्टको 72 आवर्ससम्म काम गरेको अनुभव छ मसँग। त्यो भएको कारणले गर्दाखेरि यसले चाहिँ के छ भने त्यो प्रोडक्टिभिटी एकदमै घटेको छ डाक्टरहरूको। अनि एउटा प्रोडक्टिभिटी घट्यो। अर्को कुरा चाहिँ ज्यालादारीमा काम लगाउने भइसकेपछि सोसाइटीमा त्यो डक्टर्सको जुन रेस्पेक्ट र भ्यालु हुनुपर्ने हो, त्यो रेस्पेक्ट र त्यो भ्यालु पनि एकदमै घटेको छ। श्रम शोषण भएकै हो। एक्ज्याक्टली। यसलाई अब हामी सबै भाषामा श्रम शोषण भनौँ अथवा चाहिँ अब यो मैले ज्याला मजदुरीको एउटा चाहिँ टर्मिनोलोजी भने होइन, त्यो किसिमले चलिरहेको छ। अनि यसको लागि चाहिँ अब यहाँले प्रश्न गर्न सक्नुहुन्छ कि दोषी को त एकदम भनेर होइन। अब यसमा दोषी चाहिँ पहिलो कुरा चाहिँ एउटा म सरकारलाई पनि दोष दिन चाहन्छु, किनभने यसको लागि चाहिँ उचित नियम कानुनहरू हाम्रो सरकारसँग छैन। डाक्टरहरूलाई कति समय काम लगाउने, उनीहरूको एउटा स्ट्यान्डर्ड स्यालेरी कति राख्नुपर्ने, जस्तै कि त्यही ब्याचलर्स डिग्री डाक्टरले कम्प्लिट गर्नलाई 8 वर्ष लाग्छ, त्यही ब्याचलर्स डिग्री अर्को कुनै फिल्डमा कम्प्लिट गर्नलाई 3 या 4 वर्ष मात्रै लाग्छ। त्यही ब्याचलर्स डिग्री डाक्टरले कम्प्लिट गर्नलाई 50 लाखदेखि 1 करोड खर्च गर्छ, विदेशमा गरोस् या नेपालमा गरोस्। त्यही ब्याचलर्स डिग्री अर्को कुनै फिल्डमा कम्प्लिट गर्नलाई 3 देखि 5 लाख या 10 लाख बढीमा खर्च हुन्छ। अनि सरकारले के गरेको छ भने यो सबै ब्याचलर्स लेभललाई एउटै अधिकृतको लेभलमा राखेर एउटै स्यालेरी चाहिँ यो चाहिँ उनीहरूले छुट्याएको छ। त्यो भएको कारणले गर्दाखेरि डाक्टरको जुन समयको लस छ, जुन चाहिँ यो फिनान्सियल लस अथवा चाहिँ मनी लस छ, यो चाहिँ त्यसले कहिले पनि रिकभर हुन सक्दैन। त्यसैले यो क्याटेगोरी हामीले अलिकति, किनभने हुन त ब्याचलर लेभल नै हो होइन, अरूलाई डिसरेस्पेक्ट गरेको पनि होइन, तर के छ भने जुन समय डाक्टरले दिएको छ, जुन पैसा उसले इन्भेस्ट गरेको छ, त्यसको पनि रेस्पेक्ट त हुनु पर्यो नि कहीँ न कहीँ। एकदम हुनु पर्यो। मैले तपाईलाई भन्नुपर्ने कुरा के छ भनेपछि अब लाइक जुन हाम्रो यो डाक्टरको कुरा जुन आउँछ, हजुर, यसमा रेजिडेन्स, कन्सल्टेन्ट हैन, तर यो मेडिकल अफिसर कहाँ लुकेको छ त? फेरि मेडिकल अफिसर माथि कोही बोल्ने नै छैन। हजुर, यो पनि एउटा हाम्रो फ्र्याटर्निटीको लागि चाहिँ एउटा बिग क्वेसन हो होइन। यसमा मैले यो डाक्टरहरूको डिसरेस्पेक्ट र चाहिँ यो जुन हाम्रो चाहिँ यो भ्यालु कम भइरहेको छ नि, यसमा मैले एउटा दोष गभर्मेन्टलाई दिएँ। अर्को दोषी अहिले जुन प्रश्न गर्नुभयो मेडिकल अधिकृतहरूको हक हितको कुराको लागि, यसमा अर्को दोषी चाहिँ को छ भन्दाखेरि हाम्रो अग्रजहरू, एकदम अग्रज चिकित्सकहरू, एकदम जसले चाहिँ त्यो रेस्पेक्ट कमाइदिन सक्नु भएन। उहाँहरूसँग के छ भन्दाखेरि एउटा मास्टर डिग्री गरिसकेको अनि एउटा कन्सल्टेन्ट डाक्टरहरूको अहिले पनि हेर्नुभयो भने नेपालमै रेजिडेन्सी गर्नलाई जोइन गर्ने हाम्रो जुनियर डाक्टर भाइहरूलाई उहाँहरूले कुनै पनि स्किल सिकाउन नै चाहनुहुन्न। एकदम त्यो स्किल सिकाउन नचाहनुको रिजन के हो त भन्दाखेरि त्यो मोनोपोली गर्न खोजे उहाँहरूले। मोनोपोली गर्न खोज्नुको रिजन के भने मैले उसलाई स्किल सिकाएँ भने उसले भोलि मलाई रिप्लेस गर्छ, एकदम मेरो पेसेन्ट चाहिँ उसले लिइदिन्छ होइन। कतिपय ठाउँहरूमा चाहिँ हाम्रो डाक्टर साहबहरूको यति घमण्ड, यति अहम म देख्छु होइन, हाम्रो सिनियर डाक्टर साहबहरूको कि उहाँले हेरिसकेपछि त्यो केस यसरी चाहिँ त्यो एक्सप्लेन गरिदिनुहुन्छ कि पेसेन्टलाई, पेसेन्ट पार्टीलाई, यो केस जहाँ गए पनि अब ठिक हुँदैन, मैले गरिसकेँ, म भन्दा अर्को मान्छे अल्टरनेटिभ मान्छे यसको लागि हुन सक्दैन। यसमा उहाँहरूले यति वर्ष बिताइसक्नुभयो, एउटै बिरामी, एउटै रोगको मान्छे आज हामीसँग आउँदाखेरि एउटा प्रेजेन्टेसन लिएर आउँछ, भोलि त्यही रोगको बिरामी अर्को प्रेजेन्टेसन लिएर आउँछ। हरेक मान्छेको शरीरको फिजियोलोजी फरक हुन्छ। अनि कसरी यहाँले दाबी गर्न सक्नुहुन्छ कि मैले हेरेको बिरामी अर्को डाक्टरले हेरे पनि त्यसको रिजल्ट फरक हुँदैन भनेर?
हरेक यो हाम्रो सिनियर डाक्टर साहबहरूले आफ्नो घमण्ड छोडेर त्यो बिरामीहरूलाई चाहिँ कमसेकम कन्सल्ट गर्दाखेरि अल्टरनेटिभ ओपिनियन पनि लिनुहोस् भनेर एउटा सेन्टेन्स एड गरिदिने बानी गर्नु पर्यो। र म यहाँ यो हाम्रो मेडिकल अधिकृतहरूको डिसरेस्पेक्टको अनि उहाँहरूको हकितको कुरा गर्दै थिएँ। यो चाहिँ एउटा के हो भन्दाखेरि ट्रेन्ड हो। जस्तै उहाँहरूसँग घमण्ड बढी भयो, जसले गर्दाखेरि चाहिँ एउटा बिरामी पार्टीलाई पनि सही सल्लाह दिनुहुन्न। त्यस्तै गरेर आफ्नो जुनियरहरूलाई पनि उहाँहरूले स्किल सिकाउन चाहनुहुन्न। अनि उहाँहरू के चाहनुहुन्छ भने यो मेरो जुनियर हो, यो सधैँ मेरो जुनियर नै भएर बसोस्। एकदम मास्टर डिग्री गरेपछि म भन्दा जुनियर अर्को भाइले पनि मास्टर डिग्री गर्यो भने नाउ ही इज माई कलिग, ही शुड गेट इक्वल रेस्पेक्ट लाइक मी, होइन? अनि आजभन्दा भोलि मेडिकल एजुकेसन त एडभान्स हुँदैछ नि त। एकदम मैले जुन कुरा सिकेँ, मेरो जुनियर भाइ जसले चाहिँ मास्टर डिग्री गरेर आयो, मेरो भन्दा 2टा नयाँ स्किल उसले सिकेर आउँछ। एकदम होइन? त्यो भएपछि त उसले मलाई भन्दा मैले उसलाई बढी रेस्पेक्ट गर्छु। कुराकानी त धेरै भयो होइन, अब चिया पनि खानु पर्यो, हामीले चिया पनि मगाउनु पर्यो। कुन चिया खानुहुन्छ? चिया त खानु पर्यो, नेपालकै टोक्ला चिया खाउन। एकदम होइन, प्रमोट पनि हुन्छ। एकदम हाम्रो दुईटा चिया है। मैले डाक्टर साहब के देखेको छु भनेपछि होइन, यो जुन हाम्रो सिनियरहरू कोही सिनियरहरूलाई मैले देखेको छु, मैले जे कुरा भोगेछु मेरो जुनियरले पनि त्यही कुरा भोग्नै पर्छ। म उनीहरूलाई कसरी इजी वेमा कसरी म बाहिर निकालौँ, मैले जुन कुराको समस्या फेस गरेको छु त्यो समस्या उसले फेस नगर्न परोस् भन्ने हिसाबको थिङ्किङ मैले कसैमा देखेकै छैन सिनियरहरूमा, होइन? त्यो कारणले गर्दाखेरि पनि हाम्रो जुन फ्याटर्निटी छ नि त्यसमा एकदम नराम्रो भइरहेछ कि। यो चाहिँ एउटा कस्तो भने यो ट्रेडिसन जस्तो लाग्छ कि मलाई। जस्तै के छ भने हाम्रो घरमा बुवा, हजुरबुवा, हजुरआमा, आमाहरूसँग कुरा गर्यो भने, एउटा सामान्य डेलिभरीको कुरा गर्यो भने, हामीले त बच्चा यसरी पाएको हो, अहिले तिमीहरूलाई किन चाहिँ यो 4 चोटि एन्टिनेटल भिजिटमा जानु पर्यो, होइन? किन चाहिँ अस्पतालमा गएर भर्ना भएर बस्नु पर्यो, होइन? त्यो किसिमको उहाँहरूले जुन जवाफ दिनुहुन्छ नि, उहाँहरू त ठिक छ त्यो टाइममा उहाँहरूले पढ्नु भएन, अनएजुकेटेड भएको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो कन्सेप्टलाई चेन्ज गर्न सक्नु भएन। तर जुन हाम्रो डाक्टरहरू हुनुहुन्छ, डाक्टर साहबहरू, सिनियर डाक्टर साहबहरू, उहाँहरू त एउटा एजुकेटेड मान्छेहरू हो नि, उहाँहरूले पनि त्यही एउटा ट्रेडिसनल वेलाई फलो गरिराख्नु भएको छ कि। त्यो चाहिँ एउटा गलत प्रवृत्ति हो। उहाँहरूले के गर्नु पर्यो भन्दाखेरि, मैले यो कुराहरू फेस गरेँ भने मेरो भन्दा पछाडि आउने मेरो जुनियरहरूले कमसेकम यो समस्या चाहिँ फेस गर्नु नपरोस्, मैले कसरी त्यो समस्याहरूबाट चाहिँ मेरो जुनियरहरूलाई चाहिँ रेस्क्यु गर्न सक्छु भन्ने किसिमको सोच्नु पर्यो। यो सोचाइ हाम्रो सिनियरहरूमा रहेन। अब जस्तै उदाहरणको लागि के छ भने, यो अब कसैलाई टार्गेट गरे जस्तो नहोस्, केही वरिष्ठ डाक्टर साहबहरू जो एनएमसीमै बसेर काम गरिसक्नु भएको छ, एउटा राम्रो पोस्टमा बसेर काम गर्नु भएको छ, उहाँहरूको पनि प्रवृत्ति कस्तो देखियो भने, जस्तै एउटा उदाहरणको लागि यो कोभिड-19 हाम्रो चाहिँ चाइनाबाट विभिन्न देशहरूबाट चाहिँ इन्टर्नसिप त्यो गर्न नपाएर त्यो कोभिडमा चाहिँ समस्या भएर फर्केको भाइ बहिनीहरू थियो। त्यो भाइ बहिनीहरूले त्यो देशमा इन्टर्नसिप गर्न पाएन, कोभिडमा फर्केर नेपालमा आएर बसेको छ। त्यो भाइ बहिनीहरू भोलि डाक्टर भएर नेपालमै भएको पेसेन्टहरूलाई हाम्रै आमा बुवा दिदी बहिनी दाजुभाइहरूलाई ट्रिट गर्ने हो नि त। अनि हाम्रै अस्पतालहरूमा उनीहरूले इन्टर्नसिप गर्न पाउँदाखेरि त उनीहरूको स्किल त अझै इन्हान्स हुन्थ्यो होला नि त। चाइनामा भएको डिजिजहरू र नेपालमा भएको डिजिजहरूको जुन फ्रिक्वेन्सी छ, प्रिभ्यालेन्स छ, त्यो त अलग होला, होइन? त्यो भएको कारणले गर्दाखेरि त्यो इन्टर्नसिपको क्रममा पनि बहुत ठुलो पोलिटिक्स हामीले देख्यौँ क्या। एकदम कोही वरिष्ठ डाक्टर साहबहरू जो डिसिसन मेकिङ पोजिसनमा हुनुहुन्थ्यो, उहाँहरूले त्यो डिसिसन गर्न चाहनु भएन, होइन? के यस्तो डाक्टर साहबहरू हुनुहुन्थ्यो जो एनएमएलाई लिड गर्ने, एनएमसीलाई लिड गर्ने भनेर चाहिँ लिड गर्दै हिँड्नु भएको, फ्रन्टमा आएर चाहिँ भाइ बहिनीहरूसँग एउटा आश्वासन दिने, अनि पछाडिमा गएर चाहिँ त्यही कुरालाई चाहिँ यो कुरा चाहिँ हुनु हुँदैन है भनेर त्यसैलाई काट्न पछाडि लाग्ने, होइन? त्यस्तो खालको प्रवृत्तिहरू मैले कसलाई इन्डिकेट गरिरहेको छु यहाँले बुझिसक्नु भयो होला। म नाम लिन चाहन्न, किनभने आफ्नै फ्रेटर्निटीको साथीहरू हो, कसैको नाम लिँदाखेरि के हुन्छ भने हाम्रै बिचमा चाहिँ एउटा त्यो फुट आउँछ। त्यो चाहिँ म चाहन्न, हाम्रो बिचमा एउटा कोअपरेसन भइराखोस् भन्न चाहन्छु। तर मैले जसलाई इन्डिकेट गरिरहेको छु उहाँले पनि बुझिरहनु भएको होला र आफै सच्चिनुहोस्,
एकदम र एउटा फ्र्याटर्निटीको लागि कोअपरेटिभ भएर लाग्नुस् भन्न म उहाँलाई सन्देश दिन चाहन्छु। एकदम धेरै राम्रो सजेसन होइन, किनभने यो मेडिकल फ्र्याटर्निटी भनेको यस्तो मतलब सेन्सिटिभ कुरा हो होइन, देशलाई कहाँबाट कहाँ पुर्याउने कुरा हो। हाम्रो देशमा त्यो जुन सुविधा अरू फोरेनमा पाइरहेछ, उपचार गराउन गइरहेछन् हाम्रो पोलिटिसियनहरू, त्यो त नेपालमा पनि गर्न सकिन्छ नि त त्यो सब कुराहरू। तर किन नेपालमा गरिरहेछन्, बाहिरै किन जानु पर्यो? भन्दाखेरि मेरो कन्सेप्ट अलिकति अलग छ। यो जस्तै कसरी अलग छ भन्दाखेरि बिइङ अ डक्टर, यु आर अ ह्युमन बिइङ, अफ कोर्स यु आर अ ह्युमन बिइङ, बट यु आर डेडिकेटेड टु दि सोसाइटी। अनि डक्टर चाहिँ के हुनुपर्छ भन्दाखेरि not only doctors, all the healthcare workers, you should think and you should work beyond the religion, beyond the nationality, beyond your caste, beyond your belief पनि भन्छु के म, जस्तै यो पोलिटिकल बिलिफको कुरा गर्न खोजेको मैले हैन। यो सबै कुरा भन्दा फरक छुट्टै रहेर न्युट्रल बसेर काम गर्नुपर्ने एउटा चाहिँ पर्सनालिटी हो डक्टर भनेको, एकदम हेल्थ केयर वर्कर भनेको। तर अहिले हामी कहाँ के भयो भन्दाखेरि मैले स्पेसली नेपालको मेडिकल फ्र्याटर्निटीको कुरा गर्छु, डाक्टरले नर्सलाई गाली गर्छ, नर्सले यो प्यारामेडिकल वर्कर्सहरूलाई गाली गर्छ, अनि डाक्टरहरूमै पनि सिनियर कन्सल्टेन्टले चाहिँ हाम्रो सिनियर रेजिडेन्टलाई गाली गर्ने, सिनियर रेजिडेन्टले चाहिँ जुनियर रेजिडेन्टलाई गाली गर्ने, जुनियर रेजिडेन्टले चाहिँ एमओहरूलाई गाली गर्ने हैन। यो ट्रेन्ड चाहिँ एकदमै गलत ट्रेन्ड चलिरहेको छ। अनि यो गाली गर्ने कुन सेन्समा भन्दाखेरि एउटा चाहिँ नलेजको सुपेरियरिटी हेराउने हैन। ए भाइ यो त कन्टिन्युअस प्रोसेस हो, लर्निङ प्रोसेस हो नि, तिमीले यसमा घमण्ड गर्नु नै के छ भन्दाखेरि यो चाहिँ बेकार छ, मूर्खता हो। किनभने मेडिकल साइन्स भनेको यस्तो एउटा समुद्र हो। म अहिले भन्छु, मैले चाहिँ मेडिकल यो एजुकेसनमा 10 वर्ष पढेँ हैन, 6 वर्ष प्लस 3 वर्ष त 9 वर्ष यसै भयो हैन। अनि बिचमा हाम्रो अब यो लाइसेन्स यो त्यो भन्ने धेरै लफडाहरू छ। करिब 10 वर्ष त मैले कन्टिन्युअसली बुकमा नै पढेँ। यो मैले मात्र भन्न खोजेको होइन, कोही पनि कन्सल्टेन्ट डाक्टर भन्दासम्म त्यति समय उसले मेडिकल फिल्डमा कन्टिन्युअसली बुकमा बिताएको समय हो। यसको अलावा के छ भने हरेक दिन हरेक नयाँ पेसेन्टले एउटा नयाँ कुरा सिकाउँछ क्या हामीलाई। त्यो भएको कारणले गर्दाखेरि के छ भने हामी हरेक दिन सिकिरहेको हुन्छौँ हैन। यो हिसाबले हेर्ने हो भने के छ भने मैले कमसेकम यो मेडिकल फिल्डमा चाहिँ 15 वर्षभन्दा प्लस भयो होला लागेको हैन। अहिले पनि म भन्छु मसँग यो मेडिकल साइन्सको 1% नलेज पनि मसँग छैन, किनभने यो एउटा यो अथाह समुद्र हो, यो सी हो, ओसन हो। यसमा हामीले म यति कुरा जान्दछु भनेर क्लेम गर्नु नै यो मूर्खता हो। र हामीसँग भएको सिनियर डाक्टर साहबहरूको यो मूर्खताले गर्दाखेरि मोर्टालिटी रेट पनि बढेको छ। जुनियर डाक्टरहरू मेडिकल अधिकृतहरू पनि पेलानमा परेको छ हैन। एउटा डाक्टर एउटा सिनियर कन्सल्टेन्टले त्यो सिटीमा भएको कमसेकम 5 वटा क्लिनिकहरूमा भ्याउनुहुन्छ। अनि सबै बिरामीको चाप जति धान्नुपर्ने मेडिकल अधिकृतले, अनि उहाँले जे भन्नुहुन्छ त्यो फोनमा त्यही कुरा उसले लेखेको हुन्छ। अनि बिरामी तलमाथि भयो भने त्यसको कन्सिक्वेन्सेस फेस गर्ने कसले भन्दाखेरि मेडिकल अधिकृतले। अनि त्यो मेडिकल अधिकृतले फेस गरेको जुन पीडा छ त्यो चाहिँ हाम्रो कन्सल्टेन्ट डाक्टर साहबहरूले बुझ्नुहुन्न। त्यो पछाडि बसेर ताली बजाइदिनुहुन्छ एकदम हैन। यो सबभन्दा गलत प्रवृत्ति हो हामी कहाँ। र हामीसँग भएको हेल्थ केयरहरूसँग युनिटी नभएको, या पोलिटिक्सले डिभाइड गरेको छ, या रिलिजनले डिभाइड गरेको छ, या कास्टले डिभाइड गरेको छ, या जियोग्राफिकले चाहिँ डिभाइड गरेको छ, या चाहिँ त्यो हुन्छ नि त्यो हायरार्की पोस्टले डिभाइड गरेको छ। यो सबैभन्दा गलत चिज हो एकदम। मैले त यहाँसम्म देखेको छु होइन, यो ड्युटी आवरले गर्दाखेरि, ड्युटी आवरको प्रेसरले गर्दाखेरि रेजिडेन्ट्सहरू मेडिकल अफिसरहरूले सुसाइड गरेको पनि मैले देखेको छु एकदम हो। तर त्यो कुराहरू लुकाएको छ नि त हो। भित्रको कुरा हेर्दाखेरि मेन भनेको त त्यही हो नि, ड्युटी आवरको प्रेसर, फ्यामिली प्रेसर, सिनियरको प्रेसर, यो सबले गर्दाखेरि मान्छे डिप्रेसनमा जान्छ। एक्ज्याक्टली हैन, मेन्टल पिस पाउँदैन उसले। लास्टमा उसले के गर्छ, अब केही छैन अप्सन। यस्तो इन्भाइरोमेन्ट क्रिएट गरिदिन्छन् सिनियरहरूले, यदि कोही जुनियर मान्छेले यदि उसले केही भनिदियो भने यस्तो इन्भाइरोमेन्ट क्रिएट गरिदिन्छन् होइन कि ऊ बाध्य हुन्छ क्या। हजुर, यो सुसाइड गर्न बाध्य हुन्छ हरेक कुराको प्रेसरले गर्दाखेरि।
त्यही भएर म यो दोषहरू सबै जुन छ नि कोही सिनियरहरूलाई दिन चाहन्छु जसले यस्तो एक्टिभिटिजहरू यस्तो मतलब क्रियाकलापहरू गर्नुहुन्छ उहाँहरूले आफ्नो जुनियर प्रति। यो सबै सिनियरलाई पनि दोष नदेऊ एकदम हैन। अब मैले पनि धेरै सिनियरहरूसँग काम गर्ने मौका पाएको छु, काम गरेको छु, उहाँहरूबाट मैले धेरै कुरा सिकेको पनि छु हैन। कति सिनियरहरू यस्तो हुनुहुन्छ उहाँहरू 24 आवर्स चाहिँ हामीलाई गाइड गर्न तयार पनि हुनुहुन्छ हैन। तर कतिपय सिनियर्सहरू चाहिँ यस्तो हुनुहुन्छ कि उहाँहरूसँग त्यो घमण्ड बढी भयो हैन। त्यो कुराहरूले गर्दाखेरि एउटा जुनियर डाक्टरले उसले कहाँबाट चाहिँ त्यो टर्चर पाइराखेको छ त। एउटा त उसको त्यो समयको जुन पढाइको लेन्थ छ अनि जति किताबहरू उसले पढ्नुपर्छ त्यो कुराले उसलाई प्रेसर दिइराखेको छ। अर्को कुरा चाहिँ यो कन्टिन्युअसली डाक्टरहरूको परीक्षा भइराख्ने हैन, त्यो परीक्षाहरूले गर्दाखेरि उसलाई टर्चर भइराखेको छ। अर्को कुरा के छ भने इन्कम स्यालेरी एकदमै कम छ, उसले आफूलाई मेन्टेन गर्नु पर्यो, परिवारलाई मेन्टेन गर्नु पर्यो, सोसाइटीमा आफ्नो पर्सनालिटी मेन्टेन गर्नु पर्यो हैन। अनि पेसेन्टहरूसँगको जुन कम्युनिकेसन स्किल छ, दिमागमा प्रेसर छ र चाहिँ स्ट्रेस छ भने मान्छेले नर्मल्ली कम्युनिकेट गर्न सक्दैन नि। यो सबै कुरा मेन्टेन गर्नलाई नै उसलाई गाह्रो भइरहेको छ। यो कन्टेक्स्टमा सिनियरहरूले के गर्नुपर्ने हो भने त्यो जुनियरलाई चाहिँ टेक केयर गर्नुपर्ने हो, कन्सोल गर्नुपर्ने हो कि होइन यसलाई तिमी यसरी जाऊ, यसरी चाहिँ गर्यो भने तिमीले आफ्नो स्ट्रेसलाई म्यानेज गर्न सक्छौ, आफ्नो लाइफलाई म्यानेज गर्न सक्छौ, आफ्नो पढाइलाई म्यानेज गर्न सक्छौ। त्यो कुराहरू सिनियरहरूबाट आउनुपर्ने। तर यहाँ के हुन्छ भन्दाखेरि सिनियरहरूले इभन त्यो चाहिँ बिरामीको राउन्डमा नै जुनियर डाक्टरहरूलाई तथानाम गाली गर्नेसम्मको प्रवृत्तिहरू छ हामीसँग। त्यो भइसकेपछि त्यो बिरामीले फेरि त्यो जुनियर डाक्टरको सल्लाह किन सुन्छ? उसले सुन्दैन नि। अनि त्यो बिरामीको अगाडि त उसको इज्जत रहँदैन नि। एउटा वार्डमा 10 जना बिरामी भर्ना भएर बसेको छ, त्यो 10 जना बिरामीको बिचमा त्यो तथानाम गाली गरिदिइसकेपछि त उसको मोरल डाउन भयो नि, एकदम डाउन। त्यो बिचारा के छ भने एउटा राष्ट्रबाट चाहिँ यो स्यालेरी सेवा सुविधाहरूबाट चाहिँ ऊ चाहिँ वञ्चित भइराखेको छ हैन। त्यस्तै गरी चाहिँ अब परिवारलाई उसले मेन्टेन गर्न सकिरहेको छैन, फ्यामिलीलाई, आफ्नै पर्सनालिटी उसले मेन्टेन गरेको छैन। एउटा कोट किन्नलाई उसले 1 वर्ष कुर्नुपर्छ हैन। अनि त्यो 10 जना बिरामीको र 10 जना बिरामी पार्टीको बिचमा उसले गाली खाएको छ। अनि त्यो कसरी उसको मोरल अफ हुन्छ र उसले काम गर्न सक्छ? त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो डाक्टर्सहरूमा सुसाइडल रेट बढ्नुको कारण यो हो जस्तो लाग्छ मलाई। एकदम सही कुरा भन्नुभयो। यस्तो यो जुन अब गाली नै गर्नु छ भनेपछि त यसलाई पछितिर पनि गर्दा भयो, सम्झाउँदा भयो हैन। तर अब बिरामीकै अगाडि अब 2-4 जनाकै अगाडि अब किनभने डाक्टर अब रेजिडेन्सकै कुरा गरौँ हैन या मेडिकल अफिसरकै कुरा गरौँ, उहाँहरूले पनि त पढेरै आफ्नो लाइफको कतैौं वर्ष हैन पढेर त्यहाँसम्म पुग्नु भएको छ नि त हैन, सिकिराख्नु भएको छ उहाँहरूले। तर त्यस्तो कन्डिसनमा पनि अब बिरामीको अगाडि या भिजिटरको अगाडि गाली खानु परिरहेछ भनेपछि त उहाँको त एकदम भित्री मनबाट जुन हुन्छ नि हिम्मत जुन हुन्छ नि टुट्छ नि त। टुट्छ, एक्ज्याक्टली। अब त्यति बेला उसले के गर्छ हैन हो। तर म एउटा के कुरा भन्न चाहन्छु भने सिनियरहरूलाई, अलिकति त्यस्तो सिनियरहरूलाई कि सपोज यदि त्यति बेला अब त्यो जुनियर डाक्टरले हाम्रो सिनियर डाक्टरलाई यदि केही भनिदिनु भयो भने उहाँको के इज्जत रहन्छ त फेरि त्यही बिरामीको अगाडि? किन सबको माइन्ड क्यापेसिटी जुन हुन्छ नि क्षमता, सहने क्षमता त बराबर हुँदैन नि, कम त हुँदैन नि। कोही अब ऊ पनि इगोइस्टिक हुन्छ, भनिदिन्छ हैन। त्यस्तो अवस्थामा उहाँहरू पनि त इज्जतको के हो वाट लाग्छ नि त हैन। त्यो पनि उहाँहरूले अलिकति बुझ्नु पर्यो कि म कसरी बोल्दैछु, म कुन ठाउँमा बोल्दैछु, कुन कुरामा बोल्दैछु, त्यो पनि विचार गरेर बोल्दाखेरि मलाई अलिकति राम्रो हुन्छ जस्तो लाग्छ। यसो छ, नेपाल के हो भन्दाखेरि एउटा सहिष्णु देश हो। यो सहिष्णु देश भन्नुको मतलब के छ भन्दाखेरि हामीले जे सिकेर आएका छौँ नि, यो हाम्रो पुर्खाहरूबाट, हाम्रो चाहिँ यो एन्सेस्टर्सहरूबाट हामीले चाहिँ सिनियर्सहरूलाई डिसरेस्पेक्ट गर्न सिकेको छैन। त्यो भएको कारणले गर्दाखेरि बिचरा त्यो जुनियर डाक्टरहरू के छन् भन्दाखेरि पीडा भएर पनि उनीहरूसँग त्यो हरेक चिजको जवाफ त हुन्छ नि, तर त्यो जवाफ भएर पनि उनीहरू जवाफ दिन चाहँदैनन्। त्यो चाहिँ के हो भन्दाखेरि त्यो रेस्पेक्ट हो,
तर कुरा के छ भने रेस्पेक्ट लिनको लागि रेस्पेक्ट दिनु पनि पर्यो नि त होइन। त्यही भएर यो जुन ट्रेन्ड छ यसलाई चाहिँ हाम्रो सिनियर डाक्टर साहबहरूले अलिकति सुधार्नु भएन भने यो चेन ब्रेक हुनसक्छ है। यो चेन ब्रेक भयो भने फेरि के छ भने अहिले सिनियरले गरेको गाली चाहिँ त्यो चाहिँ फेरि रिटर्न ब्याक भएर जुनियरले पनि सिनियरसँग त्यो अगेन्स्टमा लाग्न थाल्यो भने चाहिँ फेरि हाम्रो बिचको जुन एउटा चाहिँ यो रेस्पेक्ट र यो जुन किसिम टाइप अफ जुन हायरार्की छ यो मेन्टेन हुँदैन। त्यसैले त्यो समयमा नै उहाँहरूले सोच्नु जरुरी छ जस्तो लाग्छ। उहाँहरूले नभनौँ म पनि यही फ्रेटर्निटीमै छु, मैले पनि सोच्नु जरुरी छ कति ठाउँमा मैले पनि गल्ती गर्छु होला। हामी एज अ जुनियर हामी पनि सोच्छौँ नि त। अब सिनियर उहाँ एकदम कुनै ठाउँमा पुग्नु भएको छ, तपाईँ नि यहाँ यो ठाउँमा पुग्नु भएको छ, तपाईँसँगको मेरो रिलेसन एकदम छ नि त होइन। त्यो बुझ्छौँ रेस्पेक्ट र लभ। अब तपाईँले नै मलाई माया गर्नुहुन्न भनेपछि त दुईचोटि चारचोटि म बुझ्छु सुन्छु, त्यसपछि त म आफै यस्तै छ भनेर म आफै त्यो साइड लाग्छु नि त होइन। रेस्पेक्ट त हराउँछ नि त, मनबाट त रेस्पेक्ट हुँदैन नि। रेस्पेक्ट भनेको पनि दुई किसिमको हुन्छ के, एउटा डरले रेस्पेक्ट गर्छन् मान्छे अनि एउटा मनले रेस्पेक्ट गर्छ। एक्ज्याक्टली। तर मनले रेस्पेक्ट गरेको कुरा एकदम हुन्छ नि ठुलो कुरा हो क्या त्यो। डरले त आज डर्छ भोलि त डराउँदैन नि त मान्छे ठाउँमा पुगिसकेपछि। ए यो डाक्टरले त मलाई यस्तो गरेको थियो यार होइन। त्यही भएर समय एक नासको हुँदैन, समय परिवर्तन भइरहेको छ। जुन डर छ नि मनको भित्रबाट ल्याउने कोसिस गर्नुपर्छ कि। एक्ज्याक्टली। रेस्पेक्टको कुरा गरेको मैले, जुन रेस्पेक्ट छ त्यो मनबाट आउनु पर्यो क्या, डरले होइन। यो कुरामा म एउटा मात्रै कुरा के भन्न चाहन्छु सिनियर डाक्टर साहबहरूलाई, हामी सबैलाई मेडिकल फ्रेटर्निटीलाई भन्दाखेरि मेडिकल एजुकेसन इज अ कन्टिन्युअस प्रोसेस। एकदम यति कुरा मात्रै बुझ्नुभयो भने हामीले हरेक दिन नयाँ कुरा सिक्नुपर्छ भन्ने कुरा मात्रै यहाँले आफ्नो मस्तिष्कमा राखिदिनु भयो भने त्यो रेस्पेक्ट अटोमेटिकली आउँछ एकदम। किनभने घमण्ड रहँदैन, घमण्ड नरहने बित्तिकै वी आर इक्वल भन्ने हुन्छ। त्यो भएपछि यहाँले आफै रेस्पेक्ट गर्न सिक्नुहुन्छ। थ्याङ्क यू। चिया पनि आइसक्यो हाम्रो। ल ठिकै छ आशिष, चिया खाम पहिला यार, चिया पनि खानै पर्यो है। अच्छा चिया गफ विथ डाक्टर सन्दीप शर्मा चिया खाएन भने मजै आउँदैन कि एकदम। चिया खाँदै पानी पनि परिरहेछ होइन, चिसो मौसममा चिया खाँदै कुराकानी गर्दै होइन, मनको पीडा मनको व्यथा पोख्दै होइन। अब मनको पीडा मनको व्यथाको कुरा सुन्दाखेरि मलाई के सोध्न मन लाग्यो होइन। अब आशिष सर के छ कुरा भनेपछि होइन, उमेरले पनि डाँडा काटिसकेको जस्तो लाग्यो मलाई होइन, काटिसकेकै छ। अनि बिहेको कुरा कहाँसम्म पुग्यो त? बिहेको कुरा बिहेको कुरा गरिदिनु भयो है बिचमा, एकदम पानी परिरहेको बेला रोमान्टिक कुरा गरिदिनु भयो। एकदम गर्नै पर्छ यसको। ठिकै छ, अब यो समयले उमेरले डाँडा काट्ने भन्दा पनि समय उमेर भनेको त्यो आफ्नो हिसाबले चलिरहेको हुन्छ होइन। अनि हामी आफ्नो हिसाबले चलि नै रहनुपर्छ। अब जीवन भने जस्तो नहुँदो रहेछ नि त एकदम होइन। झमक कुमारीको पढ्नु भयो होला जीवन काँडा कि फुल भनेर, एकदम पढा होइन। त्यसो भए काँडा कि फुल? एकदम यो गम्भीर प्रश्न हो। जीवन कहिले काहीँ काँडा, जीवन कहिले काहीँ फुल, मेरो फरक डेफिनेसन होला। त्यो दुवै हुँदो रहेछ। भन्नुहोस् तपाईँको सन्दर्भमा जीवन काँडा कि फुल? त्यही मैले भने नि, जीवन चाहिँ कहिले काहीँ काँडा, ओके, कहिले काहीँ फुल, दुइटै चिज हुँदो रहेछ। जीवनमा तलमाथि सधैँ भइरहन्छ, एकदम एकनास चल्न सकिँदैन रहेछ होइन। अनि यसमा के छ भने अब बिहाको प्रसङ्ग उठाइदिनु भयो। पहिलो कुरा त यो फिल्डमा मेडिकल फिल्डमा लागिसकेपछि पढाइको समय अत्यन्तै लामो, अनि त्यसपछि स्किल सिक्ने, त्यसपछि ट्रेनिङको कुराहरू अत्यन्तै लामो हुने, अनि यो भइसकेपछि इन्भेस्टमेन्ट धेरै हुने, अनि
परिवारहरूको उनीहरूको चाहना पनि ठुलो हुने, एक्सपेक्टेसन ठुलो हुने, अनि यो पुरा गर्दा गर्दै समय चाहिँ गएको हामीलाई थाहा नहुने रहेछ, बितेको थाहा नहुने रहेछ। एउटा कुरा यो हो। अर्को कुरा चाहिँ मेरो अब यो पर्सनल कुरा यहाँलाई भन्नु पर्दाखेरि के छ भने मेरो स्कुल लाइफकै कुरा हो। त्यो समयमा नै एकजना साथी थिइन्, उनले चाहिँ मलाई अलिक फलो गरिरहेको रहेछन्। अनि एक दिन उनले यो कुरा मलाई एक्सप्रेस गरिन्, अनि त्यो एक्सप्रेस गरिसकेपछि त्यो 10 क्लासको कुरा हो। मैले त्यसलाई चाहिँ त्यो सिरियसली लिन, किनभने त्यो सिरियसली लिने टाइम पनि थिएन, किनभने एउटा बच्चा बेलाको कुरा थियो। अनि त्यो पछि हामीले बिस्तारै एसएलसी दिइसकेपछि म चाहिँ अब आफ्नो गाउँबाट काठमाडौँतिर आएँ, अनि उनी चाहिँ गाउँमा नै थिइन्। पछि अलि म्याच्योर हुँदै जाँदाखेरि मैले पनि फिल गरेँ कि ए हो, आई अल्सो लाइक हर भन्ने टाइपको मलाई पनि फिल भयो। अनि पछि फेरि म बिदामा यसरी फर्केर गाउँ जाँदाखेरि चाहिँ उनलाई मैले भेटिनँ। अनि त्यो पछि मैले बुझ्दाखेरि चाहिँ उनको चाहिँ डिमाइस भइसकेको रहेछ। अनि त्यो कुराले पनि मलाई अलिकति टच गर्यो। अब यो डक्टर बन्ने इन्सपिरेसन पनि कहीँ कहीँ त्यहाँबाट पनि आयो कि जस्तो लाग्छ। त्यसपछि अरू पनि केही घटनाहरू, यस्तै घटनाहरूले गर्दाखेरि अब यो लाइफलाई भने जसरी चलाउन सकिएन जस्तो लाग्छ। तर पनि म खुसी छु लाइफदेखि, किनभने लाइफलाई आफूले भने जसरी चलाउने होइन, लाइफ जसरी चल्छ त्यसरी चल्नु पर्दो रहेछ। एकदम मैले त्यो बुझेँ अहिलेसम्मको यो जति एक्सपिरियन्स छ। धेरै दुःख लाग्छ है, आफूले मन पराएको मान्छे, आफूले चाहेको मान्छे नपाउँदाखेरि धेरै दुःख लाग्छ है। यसमा म दुईटा कुरा भन्छु। जस्तै आफूले मन पराएको र आफूले चाहेको मान्छे चाहिँ दुई किसिमले गुमाइदो रहेछ कि। एउटा चाहिँ चाहेको मान्छेले आफूलाई छोडेर अर्को कुनै ठाउँमा गएर आफू खुसी भएर बसेको हुनसक्छ। त्यो भयो भनेदेखि चाहिँ प्रेम भनेको चाहिँ आफूले प्रेम गरेको मान्छे खुसी छ भने त्यो नै प्रेम हो। हामीले त्यसरी बुझ्नु पर्यो होइन। अनि यदि त्यो अवस्था हो भने चाहिँ वी क्यान बी ह्याप्पी होइन। तर चाहिँ अब जस्तै अब मेरो केसमा मैले भने अब डिमाइस भयो होइन, यस्तो केसमा चाहिँ अलिक बढी दुःख लाग्दो रहेछ। एकदम एकदम, किनभने अब फिलिङ्स एकचोटि आइसकेपछि गाह्रो हुन्छ बिर्सिन कसैलाई होइन। लाइक अहिलेसम्म त्यही कुरा सम्झेर लाइक उहाँको प्रति जुन तपाईँको फिलिङ्स पछि नै आयो होइन, अहिलेसम्म तपाईँ उहाँलाई नै सम्झेर त्यो बिहेको लागि अगाडि बढ्नु भएको छैन। यो कतै न कतै उहाँको माया त हो नि, जुन अहिलेसम्म बिर्सिन सक्नु भएको छैन। बिर्सिन नसकेको भनेर मैले त्यही कुरालाई लिएर बिहा नगरेको चाहिँ होइन फेरि होइन। तर पनि त्यसले चाहिँ काहीँ न काहीँ असर पारिरहेको त्यो एउटा हुन्छ नि, एउटा इम्प्रेसन चाहिँ त्यसको त्यो फुटप्रिन्ट चाहिँ रहिरहँदो रहेछ। त्यो रहेको छ भन्नुपर्छ। एकदम गाह्रो छ यो कुराहरू। अलिकति सम्झिँदा मान्छे इमोसनल हुन्छन् होइन। हजुर, अलिकति आँखाबाट आँसु पनि आइदिन्छन् कुनै कुनै बेला। तर यस्तै छ, भगवान्ले जुन कुरा लेखेको हुन्छ त्यो कुरा पुरा नै हुन्छ होइन। त्यसमा हामीले केही गर्नै सक्दैनौँ। कहिलेकाहीँ माथिबाट लेखेको छैन भने हामी जति प्रयास गरे नि त्यो पाउन सक्दैनौँ। एकदम सत्य कुरा हो। यस्तै छ जिन्दगी। तर अब चाहिँ बिहेको लागि अलिकति सोच्नु पर्यो, विचार गर्नु पर्यो। अब पास्टलाई सम्झेर अब आफ्नो लाइफलाई पनि त अब रोक्नु भएन होइन, जेनेरेसन पनि अगाडि बढाउनु पर्यो। के भन्नुहुन्छ यस्तो यो कन्डिसनमा? यो ब्रह्माण्डमा जुन छ नि सन्दीपजी, हरेक चिजहरू पूर्व निर्धारित हुन्छ जस्तो लाग्छ क्या मलाई। हामी कहाँ जान्छौँ, कसलाई भेट्छौँ, कोसँग कुरा गर्छौँ, बिहा त बहुतै ठुलो कुरा हो एकदम होइन। यो हरेक कुराहरू प्रिडेस्टिन हुन्छ जस्तो लाग्छ मलाई। त्यसैले त्यो मैले चाहेर या यहाँले चाहेर अब म गर्छु भनेर हुन्छ जस्तो मलाई लाग्दैन। त्यो प्रिडेस्टिन छ। जुन कुरा जुन समयमा हुनु छ त्यो हुन्छ नै। किनभने हामी अस्पतालमा बिरामीलाई जति प्रयास गरेर बचाउन खोज्दा पनि कतिपय बिरामीहरू बचाउन सक्दैनौँ नि। हिजो बिरामी हिँडेर वाक गरेर अस्पतालमा आएको हुन्छ,
यो चाहिँ एउटा सोसाइटीलाई पनि सन्देश जानुपर्छ जस्तो लाग्छ मलाई। मेरो हिँडेर आएको बिरामी हिजो आज कसरी बिरामीको डेथ भयो, इट्स अ ह्युमन फिजियोलोजी। एकदम ह्युमन फिजियोलोजी कसैले बुझेर बुझ्न सक्दैन। मोर देन 40 ट्रिलियन सेल्स आर देयर इन द ह्युमन बडी। एकदम हरेक सेल हाम्रो बडीको फरक किसिमले काम गर्छ एकदम हैन। अनि कसरी हामी चाहिँ त्यो प्रेडिक्ट गर्न सक्छौँ हिजो हिँडेर आएको बिरामी भोलि ठिक भएर नै अस्पतालबाट जान्छ भनेर? त्यो प्रेडिक्सन हामी गर्न सक्दैनौँ हैन। कुन बेला शरीरमा कुन किसिमको परिवर्तन आउँछ त्यो हामी भन्न सक्दैनौँ। त्यो भएको कारणले गर्दाखेरि यो सोसाइटीले पनि बुझ्नुपर्छ कि डाक्टर इज नट अ क्रिमिनल। उसले हर किसिमले आफ्नो नलेजले भ्याएसम्म प्रयास गरेको हुन्छ एउटा बिरामीलाई बचाउनको लागि, एकदम। तर गर्दा गर्दै पनि त्यो अनसक्सेसफुल हुन्छ। त्यसैले यसलाई चाहिँ यो एउटा दुर्घटनाको रूपमा लिनुपर्छ सोसाइटीले हैन। त्यो मैले एउटा उदाहरण दिएर कनेक्ट गर्न खोजेको, हरेक चिजहरू डेस्टिन्ड अलरेडी, त्यो प्रिडेस्टिन्ड हुन्छन्, त्यो अलरेडी डिसाइडेड हुन्छ। त्यो कुरा हुन्छ नै त्यो बिरामीको त्यो अस्पतालमा आएर त्यो बेडमा त्यो डाक्टरको हातले उपचार हुँदा हुँदै डिमाइस हुनलाई लेखिएको हुन सक्छ। एकदम एकदम। र त्यो कुरालाई लिएर अहिले हाम्रो समाजमा हेरौँ न, हजुर, डाक्टरमाथि हातपात, अच्छा, सबै ब्लेम डाक्टरमाथि जाने हैन, यही सब त भइरहेछ नि हाम्रो सोसाइटीमा। एक्ज्याक्टली। हामी फेरि त्यो फ्र्याटर्निटीतिर गयौँ हैन। सोसाइटीमा दुईटा इक्जाम्पल मात्रै दिन्छु है यो कुरालाई लिएर। जस्तै यो अवेरनेसको कमी छ क्या हाम्रो, एकदम। हरेक पालिकाहरूमा जुन हाम्रो स्वास्थ्य शाखाहरू छ, त्यो स्वास्थ्य शाखाहरूले हरेक हप्ता हरेक वडामा गएर एउटा चाहिँ फर्स्ट एडको ड्रामा प्ले एक्ट गरेर देखाउनु जरुरी छ भन्छु म। किन भन्दाखेरि एउटा बिरामी आउँछ, अब यहाँले त बुझ्नुहुन्छ, सर्वसाधारणले बुझ्ने गरी म भनौँ, एउटा बिरामी आउँछ जसको फोक्सोले काम गरेको हुँदैन। सास फेराउनु हाम्रो कर्तव्य हो, एकदम। मतलब हाम्रो प्रयास त कमसेकम हुनु पर्यो सास फेराउनलाई। त हामी के गर्छौँ भने बिरामीको चाहिँ या मुखबाट पाइप राख्न ट्राई गर्छौँ या चाहिँ घाँटीबाट पाइप राख्न ट्राई गर्छौँ। त हामी कतिपय केसमा के गर्छौँ भने घाँटीमा यहाँ काटेर पाइप सिराउँछौँ नि, जुन हाम्रो भाषामा यसलाई इन्टुबेसन भनेर भन्छौँ हैन। तर लेम्यानले यो कुरा बुझ्दैन। घाँटी यहाँ काटेर हामीले पाइप सिराइसकेपछि अनफर्चुनेटली त्यो बिरामीको डेथ हुन्छ। र त्यो पेसेन्ट पार्टीले र त्यो बिरामीको आफन्तहरूले हो उहाँहरू पीडामा हुनुहुन्छ त्यो हामी बुझ्छौँ, किनभने त्यो मानवीय संवेदना हो, त्यो हामी सबैसँग हुन्छ नै हैन। हामी आफै पनि एज अ ट्रिटिङ डक्टर पनि कुनै बिरामीको डिमाइस भयो भने हामी खुसी हुँदैनौँ, हामी आफै पनि अत्यन्त दुखी हुन्छौँ। त्यो कसरी गएर यो मेसेज चाहिँ हामी उहाँहरूसँग यो एक्सप्लेन गरौँ भनेर हामी आफै पनि 10 पटक सोचेर मात्रै त्यो बिरामीको पार्टीहरूसँग जान्छौँ, उहाँहरूसँग 10 मिनट हामी समय बिताउन चाहन्छौँ, तर हामी सुरक्षित छैनौँ। उहाँहरूले त्यही घाँटी काटेको कुरालाई, त्यो हामीले पाइप राखेको कुरालाई फोटो खिचेर चाहिँ सोसियल मिडियाहरूमा चाहिँ पुरै प्रचार गरिदिनुहुन्छ कि यो डाक्टरले मेरो बिरामीको घाँटी काटेर चाहिँ मारिदियो भनेर। ए बाबा, डाक्टर इज नट अ क्रिमिनल। उसले त्यो बिरामीको घाँटी काटेर मार्छ भने उसको त त्यो ह्याबिट हुनु पर्यो नि, बाहिर पनि अरू मान्छेलाई घाँटी काट्ने प्रयास गर्नु पर्यो नि उसले, त्यो त गरेको छैन नि। त्यो कसरी घाँटी काटेर मार्यो त उसले? यो कुरा चाहिँ नर्मल ट्रिटमेन्टको प्रक्रिया हो, यो कुरा सबैले बुझ्नु जरुरी छ। अर्को कुरा, कहिलेकाहीँ बिरामीको मुटुले अचानक काम गर्न छोड्छ, त्यो समयमा हामी छाती थिचेर त्यो मुटुलाई चलाउन खोज्छौँ हैन, इलेक्ट्रिकल एक्टिभिटी जेनेरेट गर्न खोज्छौँ। अनि त्यो टाइममा हामीले छाती थिच्नको लागि त त्यसको सर्टेन रुल होला, सर्टेन एङ्गल हामीले मिलाउनु पर्ने होला हैन। त्यो गर्नको लागि सबै डाक्टरको हाइट ठुलो हुँदैन, बेडको हाइट अलग हुन्छ, पेसेन्टको बडी अलग हुन्छ, हाम्रो फोर्सले भ्याउँदैन। त्यो टाइममा हामीले फोर्स त्यो जेनेरेट गर्नको लागि चाहिँ कहिले बेडमाथि चढ्छौँ, कहिले पेसेन्टको बडीमा तलतिर बसेर हामी त्यो कम्प्रेसन गरेर आउँछौँ। त्यो कुरालाई सोसियल मिडियामा यसरी प्रचार हुन्छ कि मेरो बिरामीको घाँटी थिचेर या छाती थिचेर मारिदियो। ए बाबा, यो एउटा चाहिँ कस्तो भन्दाखेरि यो एउटा ट्रेन्ड चल्यो कि नेपालमा अहिले। यो किसिमले हामीले चाहिँ डाक्टरलाई चाहिँ डिमोरलाइज गर्यौँ भने, डिफेम गर्यौँ भने त्यो अस्पतालको त बिजनेस हो। उसले जसरी पनि त्यो कुरालाई के गर्न खोज्छ भने त्यो दुष्प्रचार हुनबाट कम गर्नको लागि बरु अलिकति पैसा दिएर कम्पेन्सेट गर्न खोज्छ। त्यो ट्रेन्ड गलत हो। पैसाले ह्युमन बडी किन्न सकिँदैन, मान्छे ह्युमन यो किन्न नसकिने कुरा हो। त्यसैले त्यसमा त्यो पैसाको चलखेल नै हुनु हुँदैन। त्यो कुरालाई हामीले बन्द गरिदिनुपर्छ। मनी कम्पेन्सेसन
कम्प्लिटली हामीले बन्द गर्नुपर्छ त्यो पछि यो जुन मैले भने यो अवेरनेसको कुराहरू यो हामीले पुर्याउनु जरुरी छ सबै ठाउँ स्प्रेड गर्न जरुरी छ यस्तो अवेरनेस हजुर एकदम म के भन्न चाहन्छु भनेपछि यो जुन हाम्रो छ नि यो मेडिकल फिल्ड मेडिकल फ्याटर्निटीकै फेरि कुरा आयो होइन हजुर अब एज अ डक्टर अब दुवैजना बसेपछि त यही कमी कमजोरी त बोल्ने हो नि त हामी हजुर मैले यसमा के हेरेछु भनेपछि बिरामी होइन डक्टरमाथि त हातपात गर्नु नै नहुने किनभने अब यस्तो एक्टिभिटिजहरू यदि बिरामीको या भिजिटर तर्फबाट आयो भने डक्टरहरू त आफ्नो पेसाबाट अलिकति वञ्चित हुन्छ ऊ गर्न खोज्दैन छोड्न चाहन्छ छोड्छ र यो सब छोडिदियो भने फेरि त्यही बिरामीको उपचार कसले गर्छ त फेरि हो यो सोसाइटीले बुझ्नुपर्छ यो कुरा र यो सबै बिरामीको आफन्तहरूले पनि यो गरिरहनु भएको छ जस्तो मलाई लाग्दैन यो केही नियोजित एकदम अब के भयो भन्दाखेरि अनइम्प्लोइमेन्टले गर्दाखेरि चाहिँ केही यस्तो ग्रुपहरू गिरोहहरू बनेको छ कि जसले चाहिँ कमिसनमा गएर काम गरिदिने अस्पतालहरूमा तोडफोड हुलदुङ्गा गरिदिने त्यो गरेपछि बिरामीको नाममा सर्टेन पैसा आउँछ आफूले केही कमिसन लिने एकदम यस्तो हिसाबले पनि चलिराखेको छ किनभने हामीले त अस्पतालमा प्रत्यक्ष फेस गरिराखेको कुरा हो नि त यो होइन त्यसैले यसमा चाहिँ हामी अस्पतालहरूले डाक्टरहरूले के गर्नु जरुरी छ भने जस्तै विदेशतिर के हुन्छ भने एउटा बिरामी आयो उपचार भयो उपचार भइसकेपछि त्यो ट्रिटिङ डक्टरलाई अन द डे अफ डिस्चार्ज अर विदिन द डे अफ हस्पिटल स्टे पेसेन्ट पार्टीहरूले फलफुलहरू खानेकुराहरू मिठाईहरू लिएर आएर एउटा बधाई दिने धन्यवाद दिने त्यो एउटा कल्चर छ कि अनि इभन पेसेन्ट डिमाइस नै भयो भने पनि उहाँहरूले डक्टरलाई डिसरेस्पेक्ट गर्नुहुन्न एकदम उहाँहरूले डिमाइस नै भयो भने पनि थ्याङ्क यू भेरी मच यहाँले चाहिँ एकदम प्रयास गर्नुभयो यहाँको प्रयास हुँदा हुँदै पनि अब हाम्रो बिरामीको समय सकिया रहेछ यसरी हामीले बचाउन सकेनौँ यहाँको प्रयासको लागि धन्यवाद भन्ने त्यस्तो किसिमको एउटा के छ भने त्यो ग्रिट गर्ने त्यो कल्चर हामीले डेभलप गर्नुपर्छ हरेक अस्पतालहरूमा यो चाहिँ हामीले प्राइभेट अस्पताल सञ्चालकहरूले इभन सरकारी नै अस्पतालमा चाहिँ जो हाम्रो मेस्यु डाक्टर साहबहरू मेडिकल डाइरेक्टरहरू हुनुहुन्छ उहाँहरूले यो कुरामा अलिकति ध्यान दियो भने यो हामी तुरुन्तै चेन्ज ल्याउन सक्छौँ यो ठुलो कुरा होइन किनभने नेपाली जातिहरू एकदमै कम्प्यासनेट हुन्छन् जस्तो मलाई लाग्छ एकदम 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 राम्रो होइन तर अब मेन हामी जुन टपिकमा कुरा गरिरहेको थियो त्यो टपिकबाट अलिकति अर्कै डाइरेक्सनमा गयौँ अब मैले सोध्नुपर्ने कुरा के छ सर होइन तपाईँसँग बिए चाहिँ कहिले गर्दै हुनुहुन्छ त्यो पनि भन्नु पर्यो त्यसको इन्भिटेसन आउँछ नि त्यही पनि एउटा हुन्छ यति अब लाइक अब यो 1 वर्ष 2 वर्ष अब त गर्नुपर्ने एकदम समय आइसक्यो समय त अब कटिन लागिसक्यो यसको हामीले अघि पनि कुरा गर्यौँ नि समय आउने र समय जाने भन्ने हाम्रो हातमा हुँदैन रहेछ तर तपाईँ हामीले चाहनुपर्छ नि त अब ल ठिक छ यो वर्ष गर्नुपर्छ भन्ने हिसाबले अब प्लान बनाएको अलिकति हुन्छ नि त अब प्लानै बनाएन भने त डेस्टिनी त अब फिक्स कहाँ हुन्छ त सही कुरा हो प्लानको कुरा पनि मलाई के लाग्छ भने त्यो समय यदि आउँदैछ र नजिक हुँदैछ भने त्यो प्लान अटोमेटिकली बन्छ जस्तो लाग्छ होइन म पनि प्रोबेबली यो वर्ष या आउने वर्षसम्ममा चाहिँ अब गर्नुपर्छ कि जस्तो चाहिँ अहिले महसुस गरिरहेको छु एकदम एकदम यो वर्ष नभए नेक्स्ट इयर होइन इन्भिटेसन कार्ड आउनु पर्यो मलाई गर्नु पर्यो किनभने अब समय पनि छैन नि त अब वेट गर्ने होइन एउटा समय त एउटा त डक्टर्स फिल्डमा यस्तै हुन्छ ढिलो त्यतिकै भइदिन्छ त्यसमा पनि ढिलोमाथि पनि ढिलो भयो नि त त्यो भएर अलिकति छिटै सुन्न पाऊँ होइन यहाँको अपेक्षा चाहिँ चाँडै पुरा होस् एकदम 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 म पनि वेटमै छु होइन एकदम तपाईँको एक्साइटेड छु म तपाईँको बिए एटेन्ड गर्न म नेपालको जुन पनि कुनामा भए नि होइन म एटेन्ड गर्छु धन्यवाद अनि के छ त आफ्नो पार्टनर मतलब कस्तो टाइपको पार्टनर तपाईँ खोजिराख्नु भएको छ मलाई यस्तो पार्टनर पाएपछि म बिए गर्छु जस्तो एउटा हुन्छ नि त दिमागमा एउटा कुरा त्यस्तो के छ त्यस्तो क्राइटेरियामा के छ भने अलिकति यो फेरि एडभर्टिजमेन्ट गरे जस्तो होला नि त होइन ठिक छ आफ्नो मनको कुरा राख्न पायो अब कोही के थाहा अब कोही हुन्छ नि
आफ्नो मनको मतलब राजकुमार खोजिरहेको हाम्रो राजकुमारीहरू यदि हेर्नुभयो भने त तपाईँले अफकोर्स ओहो मेरो मनको राजकुमार त उहाँ पाइयो। एकदम एकदम हो होइन, तर यो चाहिँ यसलाई एडभर्टिजमेन्टको रूपमा चाहिँ नलिनु होला एकदम है। त्यही हो, अब कसैले पनि एउटा मान्छेले मेरो विचारमा बिहा गर्नु भनेको चाहिँ के हो भने त्यो फिलिङ्स बुझ्ने मान्छे होइन, आफ्नो फिलिङ्स चाहिँ सेयर गर्न सकिने खाले मान्छे त्यस्तो टाइपको होस्। अनि मेरो ह्याबिट जस्तो छ त्यही ह्याबिट चाहिँ एडजस्ट गर्न सक्ने मान्छे होस् होइन। अब कति कुरा त कम्प्रोमाइज गर्नुपर्छ होला होइन, किनभने दुवै साइडबाट कम्प्रोमाइज हुन्छ नि होइन। त्यो भएको कारणले गर्दाखेरि हरेक मान्छेले जसरी सोध्छ होला नि एउटा पार्टनर चाहिँ यस्तो होस् भनेर, मेरो पनि सोचाइ त्यस्तै नै हो, एउटा जेन्युन मान्छे होस्। मलाई लाइफमा सबभन्दा ठुलो कुरा के लाग्छ भने डिसिप्लिन भन्ने लाग्छ। एकदम एकदम त्यो डिसिप्लिन चाहिँ म के कुरामा हेर्छु भन्दा जस्तै खानेकुराको पनि डिसिप्लिन हुन्छ, बस्ने कुरामा पनि कसरी बस्छ त्यो बसाइको पनि डिसिप्लिन हुन्छ, हिँड्ने वाक गर्ने कुरामा पनि त्यो डिसिप्लिन हुन्छ। डिसिप्लिनमा मान्छे वाक गर्दाखेरि अर्कै देखिन्छ होइन, सुताइको पनि डिसिप्लिन हुन्छ होइन। अनि त्यो भएर लाइफमा हरेक चिजको काममा पनि डिसिप्लिन हुनु पर्यो होइन। त्यसैले मेरो एउटा मात्रै क्राइटेरिया के हो भने यो सबै कुरामा डिसिप्लिन छ भने द्याट इज द पर्फेक्ट चोइस जस्तो लाग्छ मलाई। तर अहिलेको समयमा एकदम सबै कुरा पाउन अलिकति गाह्रै छ, केही न केही कम्प्रोमाइज चाहिँ गर्नै पर्छ। अब एउटा रिलेसनसिप चलाउनलाई कम्प्रोमाइज त चाहिन्छ, दुवै तर्फबाट कम्प्रोमाइज चाहिन्छ। तपाईँले पनि जुन यो कुरा डिसिप्लिनको कुरा गर्नुभयो, मलाई जहाँसम्म लाग्दैन कि अहिलेको छोरी मान्छेहरू होइन यति सबैको डिसिप्लिनमा हुन्छ भन्ने होइन। यस्तो हो सन्दीपजी, यो डिसिप्लिन भनेको अहिलेको एरामा हामीले त्यो टाइमको डिसिप्लिन खोजेर हुँदैन। एकदम एकदम अहिलेको मोडर्न सोसाइटीमा सुट हुने डिसिप्लिन पनि त डिसिप्लिन हो नि त एकदम होइन। जस्तै अहिलेको मोडर्न सोसाइटीमा पनि के छ भने त्यो जुन लेभलमा सोसाइटी पुगेको छ नि त्यो लेभलभन्दा अब धेरै मोडर्नाइज भइसकेको छ भने चाहिँ त्यो डिसिप्लिन भएन। अहिलेको सोसाइटी जतिको मोडर्नाइज भएको छ त्यही ट्रेन्डमा चल्ने त्यो यो टाइमसँग चल्ने मान्छे भयो भने त त्यही डिसिप्लिन भयो। एकदम राम्रो। अब आशा गर्छु त्यस्तो डिसिप्लिनमा भएको होइन कोही तपाईँको लागि भगवानले पठाइदिनु भएकै होला, पाउँछ नै, अवश्य पाउँछ। किनभने तपाईँ पनि सुरुदेखि नै मैले देखेको डिसिप्लिनमा बस्नु भएको मान्छे, हरेक कुरा डिसिप्लिनमा गर्नु भएको मान्छे होइन। लाइफलाई कुन तरिकाले लिएर जाने भन्ने हिसाब जुन तपाईँ अगाडि नै एउटा बनाउनुहुन्छ पाथवे, त्यही अनुसार हिँड्नु भएको छ अहिलेसम्म र एउटा ठाउँमा पनि पुग्नु भएको छ। त्यही भएर तपाईँको कन्सेप्टमा डिसिप्लिन भएको पार्टनर पायो भने एकदम राम्रो हुन्छ जस्तो मलाई लाग्छ होइन, एकदम राम्रो छ। अनि अरू अझै केही क्राइटेरिया? अरू क्राइटेरिया सेम फिल्डकै चाहियो, सेम फिल्डकै हुँदा अलिकति बेस्ट हुन्छ कि अरू फ्याकल्टी अरू फिल्डमा भएको भए पनि अलिकति बेस्ट हुन्छ, त्यस्तो केही? एजुकेसनलाई चाहिँ के छ भने म सबै किसिमको एजुकेसनलाई चाहिँ रेस्पेक्ट गर्छु। त्यो भएको भएर कुनै पनि फिल्डमा यदि चाहिँ एजुकेटेड हुँदाखेरि त्यो एजुकेसनको उसको आफ्नै भ्यालु हुन्छ सोसाइटीमा। अनि कुनै पनि फिल्डको एजुकेसनले फरक पर्छ जस्तो मलाई लाग्दैन। सो एजुकेसन डजन्ट म्याटर होइन, एजुकेसन म्याटर्स तर फिल्ड मेजर चाहिँ डजन्ट म्याटर। एजुकेटेड चाहिँ अफकोर्स हुनै पर्यो, एकदम एजुकेसन त हुनै पर्छ एजुकेसन। अनि अहिले चाहिँ यस्तो छ, अब मैले धेरै जसो देखेको छु होइन, डक्टर मान्छे भइसकेपछि एकदम सेड्युल त एकदम बिजी हुन्छ। अनि कसरी म्यानेज गर्नुहुन्छ त पछि? सपोज बिए गर्नुभयो भने कसरी म्यानेज गर्नुहुन्छ? यो चाहिँ एक्सपिरियन्स लिएरै हेर्नुपर्छ होइन, लाइक प्रायोरिटी अब आफ्नो प्रोफेसनलाई दिनुहुन्छ कि आफ्नो पार्टनरलाई दिनुहुन्छ त त्यति बेला? यो दुइटै कुरा हुनुपर्छ जस्तो लाग्छ मलाई। प्रोफेसन पनि हाम्रो प्रोफेसन यस्तो हो कि त्यसलाई हामीले प्रायोरिटीमै राख्नुपर्छ, किनभने यो प्रोफेसन भनेको डाइरेक्टली कनेक्टेड टु द ह्युमन लाइफ होइन। हाम्रो सानो पनि लापरवाही भयो भने एउटा लाइफ हामीले लुज गर्छौँ होइन।
त्यो भएको भएर प्रोफेसनलाई हामी जति प्रायोरिटी दिन्छौँ अनि अफकोर्स लाइफलाई त अब लाइफ पार्टनरलाई अथवा फ्यामिलीलाई त फेरि त्योभन्दा कम प्रायोरिटी दिने कुरा पनि भएन किनभने आफ्नो फ्यामिली चाहिँ एकदमै स्मुथली चलिरहेको छ पिसफुल छ भने मलाई लाग्छ त्यो पिस अफ माइन्डमा गएर हामीले हाम्रो प्रोफेसनमा पेसेन्टलाई दिने एउटा जुन सेवा छ त्यो पनि पिस अफ माइन्डमै दिन सकिन्छ त्यो भएको भएर प्रायोरिटी चाहिँ हामीले दुइटैलाई दिनुपर्छ दुइटैलाई ब्यालेन्स नै गरेर चल्नुपर्छ जस्तो लाग्छ एकदम राम्रो ब्यालेन्स लिएरै हिँड्नुपर्छ किनभने यतातिर आफ्नो प्रोफेसन पनि एउटा छोरा मान्छेको लागि कस्तो हुन्छ भनेपछि होइन यो फ्यामिलीलाई टाइम दिएन भने पार्टनरलाई टाइम दिएन भने उताबाट अलिकति टेन्सन फेरि प्रोफेसनलाई टाइम दिनै पर्यो यता टाइम दिएन भने फेरि यतातिर गाह्रो हुन्छ त्यो दुवैलाई म्यानेज गरेर लग्यो भने एकदम राम्रो हुन्छ गाह्रो त छ तर लिएर जानै पर्छ त्यस्तै एक्ज्याक्टली त्यो चाहिँ एउटा स्मार्ट म्यानेजमेन्ट हो जस्तो लाग्छ एकदम एकदम यस्तै छ कुराकानी त अब धेरै नै भयो हाम्रो अनि सर फ्युचरको प्लानिङ चाहिँ के सोच्नु भएको छ त अब प्लान चाहिँ अहिलेलाई के छ भने अहिले एउटा विदेशमा उज्बेकिस्तान भन्ने देशमा एउटा चाहिँ मेडिकल कलेज सुरु गरेको छु ओके आफैले आफ्नै इनिसिएसनमा त्यहाँ काम पनि गरिरहेको छु एउटा त केही समय अब त्यसैलाई कन्टिन्युटी दिनु पर्ला र सँगसँगै मैले अघि फाउन्डेसनको कुरा गरेँ त्यो फाउन्डेसनको प्रोजेक्ट पनि चलि नै रहेछ भेरी सुन हामी यसलाई लन्च गर्छौँ मार्केटमा त्यो पछि त्यो फाउन्डेसन चाहिँ अलिक इन्टिग्रेटेड टाइपको फाउन्डेसन भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ के छ भने हामीले नेपालको हरेक पालिकालाई टार्गेट गरेर प्रोग्रामहरू स्केड्युल गरेका छौँ अनि त्यो फाउन्डेसन लन्च भइसकेपछि त्यसमा नै डेडिकेटेड भएर काम गर्ने भन्ने सोचेको छु त्यो भइसकेपछि चाहिँ मैले हरेक पालिकालाई स्वास्थ्य र शिक्षामा चाहिँ सशक्त बनाउँदै लैजाने अनि यो स्वास्थ्य हुँदाखेरि स्वास्थ्य सँगसँगै यो सरसफाइको कुरालाई हरेक पालिकामा स्वास्थ्य तथा सरसफाइ शाखा छ स्वास्थ्य शाखाले त जसरी तसरी काम धानेकै छ तर त्यो स्वास्थ्यमा जोडिएको जुन सरसफाइ भन्ने छ त्यो सरसफाइको काम चाहिँ बिल्कुलै भएको छैन कुनै पनि सिटी सुन्दर देखिनको लागि पहिलो कुरा चाहिँ के हुन्छ भने घरहरू विकासहरू जस्तो सुकै भए पनि फोहोरको व्यवस्थापन राम्रो भयो भने स्ट्रिटहरू सफा भयो भने चाहिँ त्यो सिटीको सुन्दरता अर्कै देखिन्छ त्यो एउटा कन्सियसनेस चाहिँ नेपालीहरूमा अलिक कम देखेँ मैले हैन अनि यसलाई चाहिँ मैले यो स्वास्थ्य शिक्षा र यो सरसफाइको कुरालाई प्रत्येक पालिकालाई चाहिँ सशक्त बनाउँदै लैजाने त्यो मेरो फाउन्डेसनको उद्देश्यमा चाहिँ त्यो छ त्यो हिसाबले मेरो फ्युचर प्लान चाहिँ मोस्टली मलाई सोसियल सर्भिस एकदमै मनपर्छ एकदम अलिकति दुखी गरिबहरूको सेवा गर्न मलाई मनपर्छ त्यसैले म कयौँ कर्णालीका सुदूरपश्चिमका जिल्लाहरूमा धेरै समय बसेर त्यहाँ सेवा पनि गरेको छु हैन त्यही हिसाबले नै म मेरो फ्युचर चाहिँ म बिस्तारै अब त्यतितिर नै डाइभर्ट गर्छु ओके सो छिटै नेपाल फर्किनुहुन्छ हजुर त्यही प्लानमा नै छु नेपाल फर्केर नेपालमै सेवा दिने हजुर हजुर एकदम राम्रो सोच छ सर होइन म त के भन्छु नेपालमा आएर हाम्रो नेपालमा पनि एकदम गरिब दुखीहरू जुन छ उहाँहरूलाई एकदम सेवाको जरुरी छ तपाईँ जस्तो अब कन्सल्टेन्ट मान्छे एउटा हुन्छ नि अब ठाउँमा पुगिसकेको मान्छे अब तपाईँ बाहिर सेवा दिनुभन्दा पनि आफ्नो देशमा दिएको एकदम बेटर हुन्छ एकदम बेस्ट नै हुन्छ जस्तो मलाई लाग्छ अब आफूले चाहेको जस्तो त हुन्छ नि गर्नुपर्छ तर आफ्नै देशमा गर्नुपर्छ केही न केही कुरा त कम्प्रोमाइज गर्नै पर्यो तर यदि केही कुरा कम्प्रोमाइज गरेर अलिकति राम्रो भइरहेछ भने देशलाई पनि राम्रो गर्नु पर्यो लाग्छ कन्सेप्ट मेरो पनि यही हो म अलिकति थपिहालेँ हजुरको के छ भने हामीले सरकारलाई मात्रै दोष दिन्छौँ तर हामीले हाम्रो तर्फबाट गर्नुपर्ने कन्ट्रिब्युसन पनि कम भएको हुन्छ नि त्यसैले हरेक नागरिकले आफ्नो तर्फबाट गर्नुपर्ने कन्ट्रिब्युसन पनि गरौँ र सँगसँगै अब गभर्मेन्टले सरकारले जुन चिजहरू गर्नुपर्ने हो उहाँहरूले पनि कहीँ न कहीँबाट त यो सुन्नुहुन्छ होला उहाँहरूको तर्फबाट पनि यसमा अलिकति ध्यान जाओस् स्वास्थ्य कर्मीहरूको लागि डाक्टरहरूको लागि एउटा देशमा नै बस्ने वातावरण बनोस् फ्युचर सुरक्षित होस् त्यस्तो किसिमको प्रोग्रामहरू उहाँहरूले पनि ल्याउनुहोस् भन्ने मेरो सुझाव पनि छ
एकदम राम्रो होइन तपाईँले मलाई आज आएर टाइम दिनुभयो यसो बसेर कुराकानी भयो एकदम खुसी लाग्यो धेरै राम्रो लाग्यो होइन सर अब छुट्टिने बेला पनि भयो टाइम त धेरै भयो आफ्नो काममा पनि जानुपर्ने छ आफ्नो आफ्नो हजुर सो छिटो त फेरि कुनै दिन टाइम मिलाएर अनि यसो